काठमाडौँ उपत्यका एकीकृत भएपछि पृथ्वीनारायण शाहको भूमिका बदलियो। उहाँ अब केवल विजेता राजा रहेनन्, उहाँ राष्ट्र निर्माणको नेतृत्वमा उभिनुभयो। युद्ध रोकियो, ध्वंसको सट्टा व्यवस्था आवश्यक भयो। सेनालाई नियन्त्रणमा राखियो, शहरमा शान्ति कायम गरियो। पृथ्वीनारायण शाहले स्पष्ट नीति अपनाउनुभयो। जनताको सुरक्षा, धर्म र संस्कृतिको संरक्षण र राज्यको एकता, यी उनका प्राथमिकता बने। उहाँले बुझ्नुभयो, जित्नु मात्र पर्याप्त हुँदैन, जितेको भूमि सम्हाल्न जान्नुपर्छ। उपत्यका अब शासनको केन्द्र बन्यो। यहाँबाट पूर्व र पश्चिम नेपालतर्फ नयाँ अभियानको योजना बन्यो। यही चरणबाट आधुनिक नेपालको आधार तयार हुन थाल्यो। यस्ता ऐतिहासिक भिडियोहरूका लागि फलो गर्न नबिर्सनुहोस्।